सशक्त आवाज सचेतना नागरिक संस्था नेपाल। सोच बदलौं परिवर्तन सम्भव छ। सबैमा नमस्कार, म सबिन गौतम सदाको चाहिँ आज पनि महलमा आज फरक एपिसोडको साथ आइसकेको छु भनेदेखि आज विशेष गरी तपाईहरुमा जनचेतनामूलक कार्यक्रम लिएर आएका छौं जो तपाईहरु सबैजनाले जान्नुपर्ने कुरा रहेको छ। आज विशेष गरी तारकेश्वर नगरपालिका वडा नम्बर 8 यो रमाइलो पाठशालामा हुन गइरहेको जनचेतनामूलक कार्यक्रम, जुन जनचेतनामूलक कार्यक्रम आगलागी नियन्त्रण तालिम तथा एलपी ग्यास सुरक्षा सम्बन्धित रहेको छ भनेदेखि तपाईहरुको घरमा पनि ग्यास त प्रयोग गर्नुहुन्छ, तर कसरी, कुन तरिकाले हो, यदि आगलागी भयो भनेदेखि निमाउन के गर्ने, के गरी निमाउँदाखेरि सहज तरिकाले निम्छ भन्ने विषयमा यहाँहरुलाई हामीले यहाँ जानकारी गराउनको लागि भनेर लागिरहेको छ भनेदेखि अहिले यो चाहिँ यो तारकेश्वरमा रहेको रमाइलो पाठशालासँग समन्वय गरेर चाहिँ यो ग्यास कसरी निमाउने होला, आगलागी भइहाल्यो के गर्ने होला, तपाईहरुलाई त्यस्तो खुल्दुली लाग्छ भनेदेखि हामीले यहाँ एउटा भिडियो बनाउन पनि आएका छौं, यो ताकि तपाईहरुले पनि आफ्नो ठाउँमा बसेर यो दृश्य देख्न पाउन सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यो यसरी नभइकन हामी यो ग्यास बाल्न पाउँदैन हो। के छ अर्को पनि ल्याउनु त भट्राछ। अब फरक भने आजभोलि तपाईहरुलाई बजारमा अटोकट भन्छ। अटोकट हैन कि एक्सेसिभ फ्लो भल्भ हुन्छ यो भित्र। यो दिस इज द स्मल balls when is to follow the highly is to block the oil of the flow, right? No, this is the function. अब यसको फंक्सनमा यसलाई चाहिँ हामी अटोकट भन्छौं। अटोकट हैन कि यसको अब तपाईहरुले किन्दाखेरि हेर्नुस् त यही लेखा हुन्छ, यसको 12 महिना 10 महिना भनेर लेखिया हुन्छ हो। साइज अरु ल्याउनु रेगुलर बल्ब एन्ड एक्सेसिभ फ्लो कन्ट्रोल बल्ब। दिस इज रेगुलर। यो रेगुलर बल्बमा यसरी आउँछ ठुलो भने यहाँ हेर्नुस्। एक्सेसिभ कन्ट्रोल फल भयो भने यसरी कम भयो तपाईले। प्राइस डिफरेन्ट 100 नट मोर देन। अब त्यो त यही लेखा छ। अब यसको एक्सपायरी डेट थाहा छैन। मोस्टली मैले यो हाम्रो प्यारेन्ट्सहरुलाई देखाउन खोजे, हामी यो 5-6 वर्षसम्म पनि यो प्रयोग गरिरहेका छौं। भन्छौं ग्यास लिक भएर आग लाग्यो, यो नभइकन त ग्यास बाहिर आउँदैन ग्यास सिलिन्डरबाट। दिस इज द मेन फंक्सन। तर यो के त कम्पनीले के भनेको छ त 12 महिनासम्म मात्रै यसले राम्रो काम गर्न सक्छ है, त्यसपछि भन्न सकिदैन यही लेखा छ। तर हाम्रो घरमा यसो हेर्यो भने 5-6 वर्ष पनि भइरहेको होला। यो एउटा कुरा। दोस्रो कुरो, अब म पाइप तपाईहरुले पाइप किन्दाखेरि के हेर्नुहुन्छ त, त्यसले चाहिँ यो प्रयोग गर्नु होला। जसको चुलोमा यो जोडिएको छैन, हाम्रो नर्मल किचन छ भने त्यसमा यो प्रयोग गर्ने। अब यो हाल्दाखेरि के हुन्छ त यसमा म देखाउँछु। यसको पाइप ल्याउनु त अर्को जोडेको। अघि त मैले त्यसमा देखाएँ, धेरै जसो आग लागि त्यसले भइरहेको छ। होटलहरुमा जति पनि आग लागि हुन्छ, अब हामीले यसरी जोड्ने हो त यो। अब यो जोड्ने तरिका पनि हामीले थाहा छैन। पुरा बुझ्नु होइन। हामीले यो ग्यास रेगुलेटरमा यसरी जोड्यो भने यो फिट हुँदैन। यो यसरी जोड्यो भने फिट हुँदैन। किन त्यस कारणले यसमा जोड्नु छ भने यो भागमा अहिले र अघिमा के फरक छ हेर्नुस् त। खोलिसकेको छु मैले, यहाँ नहेर्नुहोस्।
यसमा चाहिँ त्यति लिक हुँदैन। यसलाई माथि समात्यो भने पनि अब यहाँ हेर्नुहोस्, अब यो हेर्नुहोस् गर्दैन। यसरी नै फिट हुनुको हुनुपर्छ। लो ग्यास आइरहेछ, अघिको उसमा कत्रो आएछ, अहिले कत्रो आएछ। एकटा ग्यास हेर्नु त्यहाँ अगाडि। भनेपछि यो घर कोठामा नगर्नु होला, खुला ठाउँमा यो गरे हामीलाई मैले जमाना घर कोठामा गर्ने चिज होइन। भनेपछि यसमा चाहिँ वासर नभए पनि त्यति फरक नपर्नु सक्छ भनेको कुरो बुझ्नु भएन कि वासर यसमा छैन। अब कसैले हेर्ने हो भने ल वासर छैन यहाँ। सबैभन्दा डेन्जर यो। अब हामीले आगो ग्यास लिक हुने ठाउँ कति तपाईँ यसो गरेर जोड्यो भने यसको पुरा घुम्दैन। यहाँ हेर्नुहोस्, यो भाग लगवाला छ। अब यो गर्यो भने कति ग्याप छ। अब यो गरेन, यसले गर्यो। यसलाई पहिले यसो गर्ने लग अफ पोजिसनमा यसरी गरेपछि यो पुरा माथि आउँछ। पुरा माथि आएपछि यो फिट हुन्छ। अब यो सानो चाहिँ धेरै जसो कम फिट हुन्छ। यो अघि हो यहाँ हेर्नुहोस्। अब अघि के थिएन त, त्यहाँ वासर झिकेर मैले खल्ली हालेछु। कुरो बुझ्नु होइन। अब डराउनु पर्दैन कसैले। यहाँ हेर्नुहोस् है, आगो सलाई कोही नगर्नु होला। अब तपाईँले चाहिँ यो भएन भने यसरी ग्यास लिक हुन्छ। यहाँ हेर्नुहोस्, ल सुन्नुहोस्, कोही आउनु भने ल यहाँ सुन्नुहोस्। हो यहाँ ग्यास नभयो भने अर्को ग्यास वासर जुन छ त्यो चाहिँ के त फुट्यो अथवा मत्यो अथवा चोइट्यो भने के हुन्छ। त्यो चोइट्यो भने के हुन्छ त, ग्यास लिक भएर आगलागी हुन्छ। अब सबैभन्दा आगलागी हुने ठाउँ कहाँ छन् त, एउटा यहाँ हुने भयो सबैभन्दा डेन्जर। अब तपाईँको यहाँ आगलागी भयो भने हामीले यहाँ औँलाले यसो गरिराख्नुपर्छ। यसलाई अफ गरेपछि त सकिहाल्यो नि, होइन हो कि होइन? अफ गरिदिने सकिहाल्यो नि। अन नगरी यो नगरिकन तलमाथि नगरिकन यसको पोजिसन हेर्नुहोस्। अब तपाईँहरूलाई म देखाउँछु। लुक सी निश्चित त पोइन्ट, यो पोइन्ट आएर यहाँको पोइन्टमा के गर्छ खिच्छ। यो पोइन्टमा खिचेपछि ग्यास खोलो भने यो हो मेकानिजम। हामीले मेकानिजम बुझ्दैनौँ। के भन्छौँ त, यो ग्यास सिलिन्डरबाट ग्यास लिक हो। ग्यासको यहाँबाट लिक कहिले पनि हुँदैन। यत्रो पोइन्ट छ, यत्रो सानो पोइन्ट छ। जसलाई चिन्नलाई यो सानो हेर्नुहोस्, यो यति मात्रै हो। यो आउने यो यति सानो मात्रै आउने हो। यो सानो मात्रै आउने हेर्नुहोस् तपाईँहरू, यति सानो मात्रै हेर्नुहोस्। अब यो नर्मल खाना पकाउने किचनमा यो प्रयोग गर्ने होइन। दिस इज हाई प्रेसर ग्यास रेगुलेटर, जसलाई हामी कमर्सियल किचनको लागि भन्छौँ हो। जसको चुलोमा यस्तो जोडिएको छ। भनेर 5 years लुक चेन्ज बिफोर 5 years हो। अब कहिले गर्ने के गर्ने भनेर बनेको मितिबाट 5 वर्ष एउटा चेन्ज बिफोर 5 years भन्छ। एउटामा के हुन्छ त, चेन्ज बिफोर 5 years हुन्छ। अब यसमा खोलेर देखाउँछु म। यो नयाँ हो। Change before October 2029. After 2029, its condition have like this. Yes, you can. यतापट्टि अब यही हेर्नुहोस्, तपाईँ देखाउनु र यस्तो हुन्छ। ल लुक
हो 5 वर्षपछि अथवा धेरै घाम पानीमा भयो भने, किनभने यो एक्सेसरीबाट पनि ग्यास लिक हुन्छ। हामी यो सिलिन्डर मात्रै कुरा गरिरहेका हुन्छौँ, सिलिन्डर मात्रै होइन, यो एक्सेसरी पनि ग्यास लिक गर्छ भन्नु खोजेको हो। भनेपछि यो कुरा हामीले थाहा पाइराख्नु पर्यो हो। यो बनेको मितिबाट 5 वर्षसम्म मात्रै यसको उपयोगिता हुन्छ, यो कुरो चाहिँ थाहा हुनु पर्यो। किन्दाखेरि कसैले अहिले 2021 को बेचेको छ भने नकिन्नु पर्यो, यो कुरो थाहा हुनु पर्यो। अब किनभने यो ग्यास सिलिन्डरमा यो नभइकन त हामी किचनमा लान सक्दैनौँ, हामी यसको मात्रै कुरा गरे। अब ग्यास सिलिन्डरमा ग्यास लिक हुने ठाउँ एउटा मात्रै छ। अब हेर्नुहोस् है, अब यहाँभित्र एउटा वासर हुन्छ। यस्तो वासर हुन्छ। अब यो वासर नभइकन हामीले पनि अब दुइटै प्राकृतिक प्रकोपहरू धेरै हुने देश हो, त्यो कुरा चाहिँ मिल्दाजुल्दा छ होइन। नेचुरल डिजास्टर हुने त्यसमा चाहिँ अब प्राकृतिक प्रकोप हुने बेलामा सबभन्दा महत्त्वपूर्ण चाहिँ पानी र水と食料。 पानी र खाद्यान्न हो। 去年も日本で大きな地震がありましたが、LP ガスの備蓄が各家庭にあったので、水と食料に、さえあれば、人間は生きていくことができました。 गएको वर्ष पनि जापानमा ठुलो भूकम्प आएको थियो, त्यति बेला पनि एलपी ग्यासको स्टोरेजहरू पहिल्यैदेखि थियो होइन, सिलिन्डरमा स्टोर भएको हुनाले त्यसपछि पानी भएको हुनाले त्यो एलपी ग्यासले गर्दा कुकिङहरू गर्दा त्यस्तो प्राकृतिक प्रकोपको बेलामा पनि केही नहुँदा पनि एलपी ग्यासले चाहिँ त्यसलाई चाहिँ अब खाना पकाउन सजिलो भयो, पानीहरू उमाल्न सजिलो भयो, त्यसले गर्दा ठुलो राहत मिलेको थियो। एलपी ग्यास चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो, त्यही भएर 電気よりもガスの方が災害に強いということは、日本では有名な話ですので、ネパールでも、その意識を皆さんが持ってくれると、非常に嬉しいことだと思います。 र एलपी ग्यास चाहिँ इलेक्ट्रिसिटी भन्दा तुलनात्मक हिसाबमा के अरे नेचुरल डिजास्टरमा छिटो रिकभरी हुने एनर्जी हो, त्यही भएर नेपालमा पनि त्यो कुराहरू सायद सबैले बुझ्छ होला। अबदेखि त्यो बुझाउँदै लाने पर्ने हाम्रो ड्युटी पनि हो, हाम्रो जिम्मेवारी पनि हो। そのことを子供の時から分かってくれる、そういうことを教える機会を作ってくれた、皆さんに、感謝しています。 र त्यो कुरा स्टुडेन्टहरूलाई बच्चैदेखि त्यो कुरा नलेज दिनु कुरा चाहिँ आज एउटा अवसर दिनुभयो, त्यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। आज चाहिँ एउटा राम्रो एउटा अवसर पायौँ हामीले बच्चाहरूलाई बुझाउनको लागि। はい、以上です。 थ्याङ्क यू। के छ, कसरी जोड्ने, त्यसलाई रेगुलेटर कस्तो छ, ग्यास सञ्चालन गर्दाखेरि अन्य चिजहरूमा हामीले ध्यान नदिकन हामीले रेगुलेटर र पाइप, वास्तवमा रेगुलेटरबाट ग्यासको मुखसम्म जाने पाइप कस्तो छ, त्यसको क्वालिटी कस्तो छ, त्यो लिकेज छ कि छैन, रेगुलेटरको समस्या छ कि छैन भन्ने हामीले केही कुरा ख्यालै गर्दैनौँ। एउटा पाइपबाट एउटा रेगुलेटरबाट हामीले वर्षौँ त्यही युज गरिरहेका हुन्छौँ। त्यो हामीलाई अरू कुरामा खर्च गर्ने पैसा हुन्छ, तर पाइप रेगुलेटर 2 वर्षमा चेन्ज गर्नुपर्छ भन्ने हाम्रो मानसिक धारणाबाट हामीले मुक्त भइसकेका छैनौँ। हामीले चलाउनै पर्छ, किन चलिरहेको छैन, किन पैसा खर्च गर्ने भन्ने हाम्रो तमाम बाबा आमाहरूको त्यो भनाइले गर्दा हाम्रो ठुलो क्षति भइरहेको हामी पाउँछौँ। जबकि हामीले ग्यास, एउटा ग्यासलाई 2000 रुपियाँतिर 1 महिना युज हुन्छ भने एउटा 400 को रेगुलेटर हामी किन्ने सक्दैनौँ। तर त्यो रेगुलेटर पनि 2 वर्षमा, त्यो पाइप 2 वर्षमा चेन्ज गरियो भने यस्ता घटनाबाट हामी सुरक्षित हुन्छौँ, जसको कारणले गर्दा हाम्रो मानवीय क्षति र भौतिक क्षति पनि हुन पाउँदैन। अब म के भन्न चाहन्छु भने ग्यास युज नगरिकन केही पनि हुँदैन, तर ग्यास युज गर्दाखेरि हामीले विभिन्न किसिमका सेफ्टीहरू अपनाउनुपर्छ भन्दै आजको यस धेरै कुराहरू सिकाइदिनु भएकोमा प्राविधिक हाम्रो धनबहादुर विष्ट सरलाई धन्यवाद दिँदै र ग्यास वानका म्यानेजिङ डाइरेक्टर सरलाई पनि र तमाम अभिभावक साथै ग्यास वान कम्पनीका सम्पूर्ण उपस्थित जनसमुदायलाई धेरै धेरै धन्यवाद दिँदै मेरो छोटो कुरा यही राख्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार।
दर्शक नमस्कार, जति पनि हाम्रो पेजलाई हेरेर बस्नु भएको छ। अहिले हामीहरूले तपाईँलाई देखाइरहेका छौँ आगलागी नियन्त्रण तालिम। यो विशेष गरी एलपी ग्यास सुरक्षा सम्बन्धित जनचेतनामूलक कार्यक्रम हो भनेदेखि जुन कार्यक्रम अहिले तारकेश्वर नगरपालिका वडा नम्बर 8 रमाइलो पाठशालाबाट तपाईँहरूसँग प्रत्यक्ष देखाइरहेका छौँ भनेदेखि यो विशेष गरी जनचेतनामूलक कार्यक्रम हो। यहाँहरूलाई अवगत गराउन चाहन्छौँ। हरेक सामाजिक सञ्जालसम्म पुग्नको लागि सेयर गरेर पनि सहयोग गरिदिनु होला र कमेन्ट पनि गर्नु होला है, कमेन्ट पनि गर्नु होला। जसको कसैको यो पाइप र ग्यास सिलिन्डर बाहिर छ, किचनमा ग्यास लिक भयो, आगो लाग्यो भने त्यो बेलामा तपाईँले यो पाइपलाई यस्तो गरिदियो भने ग्यास कट हुन्छ, बन्द गर्छ। यसलाई जोडले गरेर केहीले बाँधियो भने बाहिर जानु भ्याउँदैन नि त राखेर। त्यो बेलामा यो यस्तो गर्न सक्नुहुन्छ, राइट? सिद्ध भयो हो, यो चाहिँ हुनुपर्छ। त्यसको लागि ग्यास ल हेर्नुहोस्, मैले भने यो ग्यास भर्खर नयाँ जोडे मैले पैसा नै छोडेर। विशेष गरी अहिले हाम्रो सामु हुनुहुन्छ ग्यास वान नेपाल प्रणालीको चाहिँ म्यानेजर विनोद सर हुनुहुन्छ। उहाँलाई स्वागत छ। नमस्कार, के छ, आरामै हुनुहुन्छ? ठिक छ। यो विशेष गरी यो अवसर यही रमाइलो पाठशालामा ल्याउनुको मुख्य कारण चाहिँ के हो? यस्तो हो, अब हाम्रो यो मान्छे जम्मा गर्ने, भेला गर्ने सजिलो ठाउँ चाहिँ विद्यालय हो। विद्यालयले चाहिँ विद्यालयको बालबच्चाले चाहिँ बेलुका गएर घरमा आफ्नो मम्मीलाई भन्नुहुन्छ आज यो छ, यसरी हामी सुरक्षा गर्नुपर्छ, ग्यासको यो तरिकाले गर्दा हामी सुरक्षित होइन्छ। विशेष धेरै आग लागि चाहिँ ग्यासले हुने हुँदा त्यो चाहिँ बच्चाको मार्फतबाट घरमा प्यारेन्ट्ससम्म जाओस् भनेर हामीले स्कुल चुज गरेको। के छ, के कतिको शिक्षा हजुरले यहाँ पाए जस्तो लाग्छ? यहाँ शिक्षा हामीले सबै 100% नै हामीले दिन प्रयास गरेका छौँ। बच्चाले सबै बुझेको छ भन्ने हामीलाई आशा लागेको छ। भनेपछि के भन्नुहुन्छ त अब जो हाम्रो ग्यास वान नेपाललाई तपाईँको तर्फबाट भन्नुपर्ने कुरा चाहिँ के छ त? ग्यास वान नेपालले त अब यस्तो जनचेतनामूलक कार्यक्रम चाहिँ सधैँ गरिरहेको छ, फेरि पनि गर्छ। अब नेपालमा चाहिँ 56वटा ग्यास कम्पनीहरू छन्, त्यसमध्ये चाहिँ ग्यास वान नेपाल चाहिँ आफ्नो सुरक्षाको रूपमा चाहिँ एकदम अगाडि बढिरहेको छ। सधैँ यसै गरी गर्दै जानेछ भन्ने हामी। हुन त हजुर ग्यास वान नेपालको म्यानेजर पनि हुनुहुँदो रहेछ। अहिलेसम्म हजुरहरूको यो प्रणालीले चाहिँ कति ठाउँमा यस्ता जनचेतनामूलक कार्यक्रम गर्यो? हामीले वार्षिक रूपमा एउटा बारामा, एउटा काठमाडौँमा जहिले पनि वार्षिक रूपमा गरेका छौँ। यो 5 वर्षमा गरिरहेको छौँ हामीले, 5औं वर्ष भइसक्यो। यो भने वर्षमा एक पटक गर्दै गर्दाखेरि यो 5औं वर्षमा चाहिँ अहिले तपाईँहरू रमाइलो पाठशालामा आउनु भएको छ। के छ, अरू केही छ भन्न मन लागेको? हाम्रा स्थानीयहरूलाई के भन्न मन लागेको छ? केही छ? हामीले जे जस्तो सुरक्षाको यहाँ सिकाएको छौँ त्यो अनुसार बच्चाले घरमा भन्छ त्यसको फलोअप गरिदिनु होला, सुरक्षित भइदिनु होला भन्ने हामी कामना गर्छौँ। हस्, थ्याङ्क यू। धुवा आउँछ हो भन्ने कुरा कन्फ्युज छ भने भन्नुहोस् ल। अघि यो सेतो पेपरको दिस इज वान काइन्ड अफ व्हाइट न्युज, तर अहिले यो के भयो त आगो बल्यो। ल त्यस कारणले कुनै सरले पनि भन्नु पर्दैन म आगोको खतराबाट बाहिर छु भनेर, अथवा कुनै बिजुलीको खतराबाट म बाहिर छु भनेर भनिराख्नु पर्दैन। हामी सबैजना यसको प्रयोग गर्छौँ, यसको खतरा हामीलाई भइराख्छ। त्यस कारणले यो कुरो हामीले जान्नुपर्छ। अब आगो बलेपछि 3टा कुरा दिन्छ। एउटा धुवा हो, कसैले कार्बन डाइअक्साइड देला, कसैले धुवा देला। अर्को उज्यालो र तातो।